तपाईँलाई साथ दिँदैन आफूलाई साथ दिने भनेको काम नमस्ते जब यो शरीर सोच्छौँ त्यतिखेर कसैले हामीलाई साथ दिँदैनौँ त्यतिखेर हामीलाई एकदम दुःख उत्पन्न हुन्छ हो। त्यस कारणले हामी यहाँ जति पनि यहाँ कुम्भभित्र हुनुभएको छ यी सारा तर दिदीबहिनीहरू बुवा आमाहरू हुनुहुन्छ हामी एउटै ठाउँबाट आएको मान्छे होइन। मैले अध्ययन गरेको अनुसार छ हामी फरक फरक ठाउँबाट फरक फरक लोकबाट आएर आज हामी मान्छे भएर यो ठाउँमा जन्मेका छौँ। सुन्नुहोस् है त तपाईँ अब तपाईँ हामी कहाँबाट आएको त मान्छे भन्दाखेरि कोही देवलोकबाट आउनु भएको छ तपाईँहरू, कोही असुर लोकबाट आउनु भएको छ तपाईँहरू, कोही मानव लोकबाटै आइरहनु भएको छ, कोही पशु लोकबाट आइरहेको छ, कोही प्रेत लोकबाट आउनु भएको छ, कोही नरक लोकबाट आउनु भएको छ। त्यस कारण हाम्रो स्वभाव पनि फरक फरक छ नि है। कोही विशालु हुन्छ, कोही दयालु हुन्छ, कोही ईर्ष्यालु हुन्छ, कोही घमण्ड हुन्छ अनि कोही मूर्ख हुन्छ। हाम्रो स्वभाव है हाम्रो फरक फरक छ नि। कारण किन भन्दाखेरि देवलोकबाट आउने मान्छेहरू के हुन्छ बढी घमण्ड हुन्छ। म जस्तो घमण्ड कोही छैन भने हाम्रो त्यो आफ्नो त्यो पान देखाउँछ। असुर लोकबाट आएको मान्छेहरू कस्तो हुन्छ रिस उठ्ने बढी हुन्छ। केही कुरामा पनि रिस उठ्ने, हेर्दा रिस उठ्ने, खाँदा रिस उठ्ने, कुरो गर्दा रिस उठ्ने हाम्रो स्वभाव छ बढी। सबैको छैन, हुन त सबैमा छ भने कम कुनै कुरामा बढी रिस उठ्छ। अनि कुनै कुनै मानव लोकबाटै आउने मान्छेहरू कस्तो हुन्छ अलिकति ईर्ष्यालु हुन्छ। ईर्ष्या अगाडि राम्रो देख्दाखेरि अलि मन शान्त नहुने, चिन्ता लाग्ने। अनि पशु लोकबाट आउनेहरू कस्तो हुन्छ अज्ञान हुन्छ। अज्ञानतामा कुरा बोल्ने, अज्ञानतामा काम गर्ने त्यस्तोहरू अनि काम बिग्रेको हुन्छ, समस्याहरू हुन्छ। अनि प्रेत लोकबाट आउनेहरू कस्तो खालको हुन्छ लोभ हुन्छ, लोभी बढी लोभ गर्छ नि। जति सम्बन्धी भए पनि नहुने अरूलाई लोभ जे सुकै होस् खालि लोभ गर्ने काम हुन्छ। त्यो प्रेत लोकबाट आउने मान्छेको स्वभाव त्यस्तो हुन्छ। अब नरक लोकबाट आउने मान्छेहरूको कस्तो हुन्छ बढी चुलबुले हुन्छ। किन नरकमा तातो र चिसोको दुःख छ नि त। गाउँमा छाडा कि धुमाल भन्छ नि हो। तातो र चिसोको दुःख बोकेको व्यक्तिहरूको स्वभाव कस्तो हुन्छ चुलबुले बढी हुन्छ। मान्छे भनेको कुरा चाहिँ ऊ बढी चुलबुले पानमा लिप्त भएको हुन्छ हो। त्यस कारण हाम्रो बानी व्यवहारहरू त्यस्तो प्रकारको छ। सबैको एउटै छैन भन्नु। त्यो भएको कारण किन कोही नर्क लोकबाट आएको, कोही प्रेत लोकबाट आएको, कोही पशु लोकबाटै आएको, एनिमलबाट, कोही मानव लोकबाटै आएको। नमस्ते नमस्ते गुड मर्निङ मेरो साथीहरू सबैलाई म आज पारपाक गाउँ, मेरो जन्मठाउँ पारपाक गाउँको खुम्चे गुम्बाको माथि छतमा उभिँदै भिडियो बनाउँदैछु। मेरो पारपाक गाउँको दृश्य हो। वार्ड नम्बर 1 र 2 पारपाक सुलीकोट वार्ड नम्बर 1 र 2 हो। 2072 साल वैशाख 12 गते भूकम्पपछि यसरी पारपाकीले आफ्नै बलबुतामा ठुला भवनहरू निर्माण गरेका छन्, आरसीसी भवनहरू। किनभने त्यो त्यस महाभूकम्प 7.8 म्याग्निच्युडमा झन्डै 72 जना पारपाकीले ज्यान गुमाएका थिए र 1200 भन्दा बढी घर भत्केका थिए। त्यसमा केही आरसीसी घर मात्रै 9-10 वटा आरसीसी घर मात्रै बचेको अवस्था थियो। त्यसले गर्दाखेरि भूकम्प स्मृति नेपाल अधिराज्यभरिको पारपाक 2072 भूकम्प स्मृति भवन बनाएको छ। यहाँ सबै भूकम्प स्मृति भवनको क्षेत्र हो। यो हाम्रो मनी डाँडा हो, जहाँ पहिला अहिले पनि हामीसँग आमभेला गर्ने गर्छन्।
त्यसपछि यता बोर्डिङ स्कुल छ। यो तपाईँले देख्न सक्नुहुन्छ। यो हाम्रो जाइकाले बनाएको कम्पछि जाइकाले भवन भत्किएपछि जाइकाले बनाएको भवनहरू स्पष्ट देख्नुहुन्छ। भवन स्कुल ग्राउन्ड हो। यहाँ तल बस पार्क छ। यहाँ बस पार्कको एउटा बस के अरे पार्क गरेको देखिन्छ। यहाँ गोर्खाबाट 2वटा बस, काठमाडौँबाट एउटा बस, नानगढबाट एउटा बस गरी 4वटा बस आउने गर्छन् दैनिकी रूपमा। यो हाम्रो खुम्ची गुम्बा बारपाको एउटा बारपाकीले धेरै जसो आफ्नै जनता सहयोगमा यो गुम्बा निर्मित गरिएको छ। त्यसमा विभिन्न दात्री संस्थाहरूले पनि सहयोग गरेका छन्। आज बौद्ध जयन्तीको दिनमा वैशाख 2083 वैशाख 18 गते आज बुद्ध जयन्तीको दिन, शुक्रबारका दिन यहाँ बुद्ध जयन्तीको मनाउँदैछन्। मैले अघि भिडियो देखाइसकेँ। हाम्रो लामा गुरुले प्रवचन गर्दै हुनुहुन्छ। हेर्नुहोस्, यो माथि हाम्रो चट्टानहरू हो। यहाँ चट्टान देख्न सक्नुहुन्छ। यहाँ ठुलो चट्टान देख्न सक्नुहुन्छ। हेर्नुहोला। यहाँ माथि पहिला पुरानो गुम्बा यता बनेको थियो। त्यहाँ त अलिक टाढा भएर त्यसलाई विकास गर्न सकेन। त्यसमा निकै नै खर्च भएको थियो। यहाँ हाम्रो यतापट्टि सिन्धुवनको उतापट्टि हाम्रो चाहिँ धामीदेउन देवी छन्। हाम्रो धनदेवी भन्ने गर्छन्। धनदेवी र शिक्षा देवी। त्यस देवीले हाम्रो बारपाकलाई धनी बनाएका हुन् भन्ने मान्यता छन् बारपाकीको। यतापट्टि तपाईँको कोट देवी हाम्रो यसलाई यो टावर देखिन्छ। यहाँ भ्यू टावर देखिन्छ। त्यसको ठ्याक्कै उतापट्टि हाम्रो कोट देवी सातकन्या देवी मन्दिर छ। हाम्रो बारपाकको रक्षकको रूपमा मानिन्छ। 2000 दोस्रो विश्वयुद्धमा खास गरी हाम्रो बारपाकी लाउरेहरू भारतीय सेनाबाट विश्वयुद्ध लड्दै गर्दाखेरि जापानिजहरूसँग यता अरू देशहरूसँग लड्दै गर्दाखेरि हाम्रो बारपाकीहरू एकजना पनि त्यस विश्वयुद्धमा शहीद नभएका रेकर्ड छ। त्यसै बखत हाम्रो भिसी गच्छे घलेले पनि भिसी उपाधि प्राप्त गरेका हुन्। यसरी बारपाकले एउटा इतिहास बनाउन सफल भएको छ। यहाँ पहिला घले राजाले राज गरेको इतिहास छ। पछि शाह राजाहरूको उदयपछि घले राजाको पतन भयो। त्यसमा घलेहरू जुन डाङ्गे घले, क्याल्दङ घले, ली घले, साम्री घले बसोबास गर्छन्। यहाँ गुरुङ जातिहरू छन्, साथै दलित जाति छन्। तीनजना जातिहरू यहाँ बसोबास गर्छन्। वार्ड नम्बर 1 र 2 मा। वार्ड नम्बर 2 को तल बेसीतिर पनि गाउँछन्। तल दौडीसम्म हाम्रो क्षेत्र पर्छ। यो हाम्रो बौद्ध हिमाल हो। तर यहाँ अहिले बादलले ढाकिएको छ किनभने मौसममा अलिकति राम्रो छैन। हिजो अस्तिदेखि मौसम पानी बर्सातको मौसम थियो। तर आज झन् भाग्यवश आज बुद्ध जयन्ती भएर होला धेरै राम्रो गरेको छ। आज मौसम राम्रो छ। आज बुद्ध जयन्तीको दिन एकदमै कस्तो भन्दा उत्साहका साथ उल्लासका साथ यहाँ सबैले बुद्ध जयन्ती मनाउँदैछन्। यहाँ जिप आउँदैछ तलबाट आउँदै गरेको टुरिस्ट हो कि आन्तरिक टुरिस्ट निकै आउने गर्छन्। यो हाम्रो फुटबल ग्राउन्ड हो। हेर्नुहुन्छ यताबाट यो बाटो यता गएर तपाईँको लाप्राक जाने बाटो हो। हाम्रो बुद्धको मूर्ति राखिएका छन् यहाँ टप फ्लोरमा। आज बुद्ध जयन्तीको दिन हाम्रो लामा कान्छा दाई दिवंगत हुनुभएको छ। 2020 जुन 4 गते यहाँ युकेमा बस्नुहुन्थ्यो। पछि अन्तिम गएर स्वर्गीय धर्मगुरु धर्मान घले हाम्रो दाई, मेरो साम्री घले दाई हुनुहुन्छ। अहिले उहाँको छोरा माइला छोरा पनि यहाँको मुख्य लामा हुनुहुन्छ। उहाँको पहलमा यो गुम्बा निर्मित गरिएको। पहिला पुरानो गुम्बा पनि निर्मित भएको थियो। त्यो
गुम्बा अलिकति गाउँबाट टाढा भएकोले गर्दाखेरि अलिकति जनतालाई असहज भएको कारणले गर्दा यो गुम्बा निर्माणको अवधारणा ल्याएको हो। यसरी गुम्बा बारपाकले यो नमुनाको रूपमा गुम्बा बनाएका छन्। यो चाहिँ एउटा बोट कमानहरू नमुनाको रूपमा एकदमै खुसीका साथ स्वीकार गर्दै हुनुहुन्छ। अघिको जीप अहिले माथि लाप्राक जाने होला, माथि जाँदैछन्। यो बाटो लाप्राक पुग्ने गर्छ। लाप्राकबाट घुम्दाबाट उता माछापौडी जोड्ने अवधारणा राखिएको छ। यो गुम्बाको भान्साघर हो। यहाँ यो अर्पणहरू गर्दाखेरि अनि यहाँ खाना बनाउने गर्छन्। अहिले पनि यहाँ आएका धर्मावलम्बीहरूलाई यहाँ खाना खुवाउने योजना राखेका छन्। यहाँ खाना बनाउँदै होला, त्यहाँ गएको छैन। त्यो चाहिँ हाम्रो अस्तु राख्ने जुन मृत्यु भएका मृतकहरूको अस्तु भन्छ है, जसको हाम्रो बौद्ध धर्मअनुसार चाहिँ अस्तु राखेर पछि अर्पण गर्दाखेरि त्यो आवश्यक पर्छ। अस्तु घर पनि बारपाकी आफ्नै चन्दाद्वारा निर्मित भएको हो। यहाँहरू हाम्रो गुम्बा हेर्नुहोस्, बारपाक गोर्खा जिल्लामा अवस्थित बारपाक गाउँ समुद्र सौदादेखि 1900 समथिङ मिटरमा अवस्थित छन्। यो हाम्रो ऐतिहासिक बारपाक। धन्यवाद। म पुरुगाले बारपाक निवासी वार्ड नम्बर 1 यो चाहिँ पुरु है। धन्यवाद। पूर्वाधिकारी वास्तविक नाम हो। धन्यवाद। बारपाकले जुन एउटा अहिले काठमाडौँ जस्तै एउटा बलियो घरहरू आरसीसी घरहरू निर्माण गरेका छन्। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, स्पष्ट रूपमा देखिन्छ। हेर्नुहोस्, यो होटेल, यहाँ होटेल पनि देखिन्छ एउटा। यो होटेल हो हाम्रो चितबहादुर नेपाली काङ्ग्रेसको होटेल हो। अनि हाम्रो यो नै रमणीय स्थान हो बारपाक होइन। यहाँ आन्तरिक पर्यटन एकदमै आउने गर्छन्। हिजो आज अलिकति अहिले आन्तरिक पर्यटन आइपुग्ने समय भएको छैन। दुई दिन पछि आउने क्रम जारी हुन्छ। फेरि पनि मौसम आजभोलि मौसम अलिक राम्रो नभएको कारणले गर्दाखेरि अलिकति आन्तरिक पर्यटक कम देखिन्छ। धन्यवाद। यहाँ बस्ने व्यवस्था राम्रो छन्। धेरै होमस्टेहरू छन्, होटेल पनि छन्। खाना बस्नलाई कुनै पनि समस्या छैन। यहाँ एकदमै राम्रो सुविधाका साथ, एकदमै एउटै नियमका साथ यहाँ होमस्टे सङ्गठन छन्। उहाँहरूले एउटै प्रकारको सुविधा दिने, सर्भिस दिने, खाना दिने, अनि एउटै प्रकारको मूल्य लिने, दर तोकिएको छ प्रतिदिनको। धन्यवाद। म पुरुगाले। धन्यवाद। जय बुद्ध जयन्ती। आजको बुद्ध जयन्तीको पावन उपलक्ष्यमा सम्पूर्ण मेरा साथीहरू, मेरा बारपाकीवासी, मेरा जिल्लावासी, गोर्खावासी, सम्पूर्ण नेपाली समाजलाई मेरो हार्दिक शुभकामना छ। धन्यवाद।